युट्युब च्यानल स्टार्ट गरिसकेपछि सबैभन्दा ठुलो कुरा भिडियो बनाउनु हो। तपाईलाई पनि यस्तै लाग्छ हो? मलाई पनि यस्तै लाग्ने गर्थ्यो। तर वास्तविकतामा भिडियोको लागि मोस्ट इम्पोर्टेन्ट हुन्छ अडियो। अडियोकै बेसिसमा रहेर भिडियो बन्ने गर्छ। अडियो भनेको तपाईको आवाजको रेकर्डेड फर्म हो। स्क्रिप्ट रेडी भइसकेपछि अडियो रेकर्ड गर्ने गरिन्छ। रेकर्ड गर्न चाहिँ के गर्ने? कुन एप बेस्ट हुन्छ? क्वालिटी अडियो कसरी रेकर्ड गर्ने? अडियो एडिट कसरी गर्ने? प्रश्नै प्रश्न आउँछन्। प्रश्नलाई छोडौँ, डाइरेक्ट एन्सरतिर लागौँ। अडियो रेकर्ड गर्न प्ले स्टोरमा रेकफोर्ज नामको एउटा एप्लिकेसन छ, त्यसलाई डाउनलोड गर्नुहोस्। त्यहाँबाट तपाईले त्यो एप्लिकेसन डाउनलोड गरिसकेपछि तपाईले आफ्नो भोइसलाई इजिली रेकर्ड गर्न सक्नुहुन्छ। अनि एडिट गरिसकेपछि आफ्नो रेकर्डेड अडियोलाई एडिट गर्नको लागि लेक्सिस अडियो एडिटर भन्ने एप्लिकेसन त्यो पनि प्ले स्टोरमा पाउनुहुन्छ, त्यो पनि डाउनलोड गर्नुहोस्। यति गरिसकेपछि तपाईले आफ्नो रेकर्डेड अडियोलाई लेक्सिस अडियो एडिटरमा लगेर एडिट गर्न सक्नुहुन्छ। यति गरिसकेपछि तपाईको रेकर्डेड फर्म अडियो रेडी भइसक्यो। अब तपाईले यसलाई भिडियोमा जेनेरेट गर्नको लागि तपाईले चाहेको भिडियो एडिटिङ एप्लिकेसनमा लगेर भिडियो एडिट गर्न सक्नुहुन्छ। ओके।